मलाई फेरि बच्चासँग खेल्न यस्तो मजा आउँछ नि। उमेरले हेर्दा ठुलो भएको मात्रै त हो नि, मन त अझै पनि बच्चै छ नि मेरो। कतिजनालाई थाहा छ कि छैन, मेरो त छोरासँगै एउटा छोरी पनि छ है। अनि यसो यता हेर्दा त बुढी मेरो कलमा मुख धुँदै रहेछ नि त यार। छोरालाई म आफ्नै उसको गाडीमा बसाइदिएँ। ऊ आफ्नो गाडीमा बसेर त पुरा खुसी पो भएछ त, किनकि अब छोरीलाई लिएर जानु पर्यो दोकानतिर। मलाई त फेरि छोरीको धेरै माया लाग्छ नि त, अनि छोरीलाई लिएर जान्छु म दोकानतिर। आज धेरै दिनमा भएर होला भिडियो बनाउन पनि लाज लागिरहेको थियो, त्यही पनि डराइ त भिडियो बनाएँ अलिअलि। धेरै दिन भएपछि धेरै दिन भिडियो नबनाउँदा त लाज पो लाग्दो रहेछ त साथीहरू। मलाई त एकदम लाज लाग्दो, तपाईँहरूलाई त कस्तो लाग्दो रहेछ होला है। यता फेरि छोरी पनि हिँडेर नजाने, छोरीलाई फेरि बोक्नै पर्यो काखमा होइन, किनभने छोरीलाई म धेरै माया गर्छु। लजाइ लजाइ भिडियो बनाउँदा दिन त आज त्यतिकै गएछ। यो भिडियो चाहिँ भोलि पोस्ट गर्छु साथीहरू, सबैजनाले हेर्नु होला है। अनि बिहान चाहिँ भोक लाग्दो रहेछ, अनि बिहान गएर उहाँ दोकानमा चिया बिस्कुट भएको छोरी बसेर खाइदिएँ। दोकान बाहिर चिया खाने मान्छेहरू गफ गर्दै थिए, त्यही भएर हल्ला पनि धेरै हुँदै थियो। अनि मेरो छोरी चाहिँ आफै खान्छु भनेर मलाई दे आफै भनेर भन्दै थियो होइन। अनि यति भन्दै आजको भिडियोलाई चाहिँ यतितिर समाप्त गर्नुपर्छ साथीहरू। आज मेरो दिनको सुरुवात यसरी भयो, तपाईँहरूको कसरी भयो कमेन्ट गर्न चाहिँ सक्नुहुन्छ है।